यताउति घुम्दै जे भेटायो फलफुल खाएर आफ्नो पेट पाल्न थाले। उनीहरू ठुलो सङ्कटमा परे। एक त वन जङ्गलको दुःख कष्ट सहनु, फेरि अरू झन कठोर दुःख कानो भएर बस्नु, त्यो भन्दा कठोर दुःख के होला। एक दिन ती रानीहरूमध्ये जेठी रानीले एक छोरो जन्माए। तर त्यहाँ स्थिति यस्तो पुगिसकेको थियो कि महिनौदेखि खाना नपाएर बसेका ती गर्भवती स्त्रीहरूले नवजात शिशुलाई नै 7 टुक्रा पारेर त्यसको मासु खाइदिए। तर सबैभन्दा कान्छी रानीले भने त्यो बालकको मासु छोइनन्। तिनले छाडेको भाग पनि जेठी महारानीले नै खाए। त्यस्तै रीतले प्रत्येक रानीले एक एक पुत्र जन्माए। तर ती सबै शिशुहरूको गति पनि त्यही भयो। अन्त्यमा कान्छी महारानीले पनि एक पुत्र जन्माए। त्यस बालकलाई पनि 6 जनाले मारेर भाग लगाउने सुरसार गरे। तर कान्छी रानीले भने, पख्नुहोस्, यो बालकलाई तपाईहरूले मार्न पाउनु। तपाईले जन्माएका अरू बालकहरूको मासु पनि मैले छोइन, यसलाई पनि म मर्न दिनु। यति भनेर कान्छी महारानीले त्यस बालकलाई कहीँ लगेर बडो युक्तिपूर्वक लुकाइराखे। समय बित्दै गयो, बालक पनि क्रमशः बढ्दै गयो। 6-7 वर्षपछि त्यो बालक आफ्नै वनमा यताउति घुम्दै खोज्दै फलफुल दाउरा जम्मा गरिल्याउँथ्यो र आमाहरूको अगाडि राखिदिन्थ्यो। बिस्तारै बिस्तारै त्यो बालक अब केही टाढा टाढासम्म गएर गाउँमा यताउति काम गरी 2 पैसा कमाएर ल्याउँथ्यो। यसरी पाएको पैसा आमालाई बुझाउँथ्यो। एक दिन त्यस बालकले एउटा कुचो लिएर बाटामा बढार्ने काम गरिरहेको थियो। यसरी बढार्दै लग्दा संयोगवश राजाको ढोकामा पुग्यो। उसले जति सफा गरी बढारिदिन्थ्यो त्यतिको सफा कसैले पनि बढारिदिँदैनथ्यो। त्यस दिन त्यो बालकलाई दरबारका मानिसहरू खुसी भएर 25 पैसा इनाम पनि दिए। हुँदा त्यो बालकलाई त्यही राजदरबारमा बढार्ने काममा नियुक्ति पनि गरियो। दिनौँ आएर दरबारको चोक, आँगन, मूल ढोका सबै सफा सुग्घर पारिदिन्थ्यो र ज्याला पनि त्यही दिन पाउने गर्थ्यो। राजालाई पनि त्यो बालक निकै मन पर्न थाल्यो। तर वास्तवमा त्यो बालक आफ्नो छोरा हो भनी राजालाई कहाँ थाहा थियो र? तर राक्षसी महारानीलाई त्यो बालक आफ्नै सौताको छोरो हो भनी थाहा भइसकेको थियो। यसरी